नमस्कार र हजुरहरूलाई यहाँ के अवगत गराउन चाहन्छु भनेपछि यो चाहिँ 15 दिन भयो गोला विभाजन गरिएको यहाँ तपाईहरुलाई देखाउँदैछु है र एकदमै यो चाहिँ 100 मा 110% चाहिँ सक्सेस भएको। अब यहाँ देख्न सक्नुहुन्छ है, यहाँ मौरी बाहिर पुरा कालो लगाइरहेछ, यस्तो थिएन है। यसबाट चाहिँ नयाँ क्विन प्राप्त भइसकेको छ है। यसमा थिएन रहेछ, यसले नयाँ क्विन प्राप्त गरे र क्विन भएको पनि देखाउँदैछु है। यो घारबाट चाहिँ तपाईको विभाजन गरिएको र अझै पनि यसलाई विभाजन गर्ने अवस्थामा आइपुगेको छ, किनकि यसमा कालो ड्रोन पनि छ। यहाँ तपाईले देख्न सक्नुहुन्छ, यसमा धेरै कालो लगाइसकेको छ। अब भनेपछि पल्लो घारले नयाँ क्विन पाएपछि फेरि यसलाई एकपल्ट फेरि विभाजन गरिनेछ। यहाँ हेर्न सक्नुहुन्छ, यो यति बेला पनि विभाजन गर्न सकिन्छ। तर एउटा कुरो, विभाजन गरेको मौरीबाट चाहिँ हामीले यस वर्ष चाहिँ मह प्राप्त गर्नु सक्दैनौं। यसर्थ चाहिँ अब यसलाई पनि विभाजन गर्नुपर्ने हुन्छ। यो बाहिर ज्यादै मात्रा कालो निकालेको चाहिँ भित्र पुरानो चाखा भयो भने चाहिँ यसरी कालो निकाल्दो रहेछ। यो मेरो अनुभव तपाईहरुलाई शेयर गरिरहेको छु है। यहाँनिर एकदमै अहिले कालो पुरा निकालिरहेछ, यो पुरानो चाखा भइसकेको छ। र जब यसमा हामीले नयाँ रानी पाउँछौं है, त्यो पुरानो चाखालाई बिस्तारै बिस्तारै हटाउँदै, अब एकैचोटि हटाउनु हुँदैन। अब आजको एउटा निकाल्यो भने यसको हप्ता बादमा फेरि अर्को निकालिदिनु पर्छ। पुरानो चाखा हटाएर चाहिँ माथि सुपरमा दिनु सकिन्छ। तर हामीले हटाउँदा चाहिँ एक एकवटा हटायो। त्यसलाई एकदमै हटाइसकेपछि चाहिँ तपाईको त्यो फ्रेमलाई चाहिँ राम्रोसँगले तातो पानीले धुइधाइ पारेर चाहिँ एक दिन घाममा सुकाएर फेरि लगाइदिनु पर्छ। त्यसमा नयाँ चाखा भर्दै जान्छ र पुरानो यसरी निकाल्दै जानुपर्छ। र यसो गर्दा चाहिँ मौरी चाहिँ तपाईको हतपत चाहिँ हुल छुटेर त के, अब भागेर गुडै छोडेर जानु सक्दैन, किनकि नयाँ त्यसमा चाखा पाएपछि उनीहरूले एकदमै द्रुत गतिमा काम गर्छ। यसैले तपाईहरुले यो चाहिँ सक्सेस भएको एकदमै यहाँ देख्न सक्नुहुन्छ मौरी है। यसबाट फेरि पनि म घार विभाजन गर्छु। घार विभाजन गर्नुको अर्थ चाहिँ धेरै, अब हामीले मौरी धेरै हुल मौरी प्राप्त गर्न सक्छौं। यो चाहिँ नयाँ रानी प्राएर चाहिँ अब पलिन है, पलिन बोक्नु सुरु गर्छ है। यहाँनिर एकदमै सक्सेस भएको है। यो चाहिँ नजिक चाहिँ यो चाहिँ एकदमै मलाई सबैभन्दा सजिलो लागेको चाहिँ घार विभाजन है। गोला विभाजन गर्नु चाहिँ खुबै उपयुक्त लाग्यो। हामी जंगल गई मौरी बटुलेले ल्याउनु भन्दा चाहिँ घरमै यसरी समय अनुसार चाहिँ घार विभाजन गर्नु सक्यौं भने चाहिँ मौरी धेरै हुन्छ। र अर्को साल चाहिँ अब सबैले नै मह दिनु लायकको मौरी हुन्छ। उनीहरूको नयाँ रानी प्राप्त गरिसकेपछि चाहिँ मजाले है मह पनि दिन्छ, चाखा पनि बढाउँछ। र हामीले चाहिँ फ्रेम विशेष ब्रुड चेम्बरको फ्रेमलाई चाहिँ पुरा याद गर्नुपर्छ। राख्ने चाहिँ फ्रेममै हो, किरा लाग्ने मैन किराले ढुटो बनाउँछ है ती फ्रेमहरू। त्यसलाई चाहिँ खुबै सावधानीपूर्वक हामीले पुरानो चाखा फ्याँकिसकेपछि त्यतिकै हामी लगाइदिनु हुँदैन। त्यो भित्र अन्डा लार्भा हुन्छ मैन किराको, र त्यसलाई चाहिँ हामीले तातो पानीमा डुबाउनु सक्यौं भने चाहिँ त्यो लार्भाहरू मर्छ। र त्यसरी चाहिँ फेरि नयाँ त्यहाँ चाखा लाउँछ र यिनीहरूले द्रुत गतिमा कामहरू गर्छ। र तपाईलाई यो अपडेट दिन लागे है।